बडा गर्नु हामीले अम्रे ब्रसबाट अनि अर्को अनि प्यालेटबाट आज चाहिँ हामी स्पन्जबाट गर्छौँ है। यो पनि टेक्निक हो, यो पनि वान अफ द मोस्ट फास्टेस्ट टेक्निकै भनिन्छ, छिटो पनि हुन्छ हैन ब्रसहरू भन्दा। अब मान्छेको आफ्नो स्पेसल टेक्निक हुन्छ, तपाईलाई कुन लाग्छ सजिलो त्यही युज गर्नु। अब मेन कुरा चाहिँ यसमा चाहिँ स्पन्जवालामा चाहिँ नर्मल पलिस पनि इट्स ओके राम्रै हुन्छ। जस्तै कि अब यो नर्मल पलिस हो, यो पनि राम्रै हुन्छ गर्दाखेरि, तर यसमा गर्दाखेरि र सोलिड भनेको चाहिँ यस्तो हुन्छ है। यसमा गर्दाखेरि चाहिँ के डिफ्रेन्ट आउँछ भन्दाखेरि स्पन्जले धेरै एब्जर्ब गर्छ यो लिक्विड, अभियसली त्यो त गर्छै गर्छ नि हैन। यो चाहिँ एकदम पातलो हुन्छ अनि यो चाहिँ एकदम सोलिड भनेपछि सोलिडको बेसमा हुन्छ, यस्तो हुन्छ। आज चाहिँ हामीले सोलिड बेसबाट ट्राई गर्ने है। यो चाहिँ ब्ल्याक कलरबाट छ। अनि तपाईँको अब स्पन्ज ठुलोबाट पनि पाउँछ, यस्तो सानो सानोबाट पनि पाउँछ।